हेलो नमस्ते साथीहरू, फेरि एकपल्ट स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म हाम्रो पाहुनाहरूलाई धराहरा घुमाउन लिएर आएको छु। धराहरामा तपाईँहरूलाई म देखाउने छु, यहाँदेखि माथिसम्म धराहरामा कस्तो छ भनेर पुरा भिडियोहरू चाहिँ तपाईँलाई देखाउने छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला र सपोर्ट दिनु होला। अनि यो भिडियो चाहिँ तपाईहरुलाई अब म आज धराहरामा कति पैसा लाग्छ, कसरी धराहरामा चढिन्छ, सबै कुराहरू तपाईहरुलाई म डिटेलमा देखाउने छु। अनि आजको भिडभाड पनि त्यति धेरै त आज छैन रहेछ, कम नै रहेछ, तर पनि रमाइलो छ। धराहरामा एकचोटि चाहिँ आउनु पर्ने एकदम रमाइलो ठाउँ। आज म फर्स्ट टाइम पनि आएको हो, म अहिलेसम्म धराहरामा आएको थिएन। आज तपाईहरुलाई म पक्कै देखाउने नै छु। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला र कस्तो छ भिडियो लागिरहेछ त्यो पनि कमेन्ट गर्नु होला। बाँकी अरू भिडियोहरूमा म तपाईहरुलाई अगाडि देखाउने छु। अगाडि हेर्दै जानुहोस् है त साथीहरू। धराहरामा भित्र एकदमै राम्रो पार्कहरू बनेको रहेछ, वाटर फाउन्टेनहरू बनेको रहेछ। अनि यसरी चाहिँ धराहरामा हेर्दाखेरि एकदमै राम्रो, भित्र घुम्न पनि रमाइलो ठाउँ अहिले बनेको रहेछ। नेपालको राजधानीमा रहेको यो धराहरा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूमध्ये एक महत्त्वपूर्ण चिनारी हो नेपालको। यसको निर्माण चाहिँ तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालोमा निर्माण भएको मानिन्छ। पुरानो धराहरा जुन चाहिँ अहिले भत्किसकेको छ, पछाडिको साइडमा छ। अनि त्यसपछि 2072 सालको भूकम्पले चाहिँ यो पुरानो धराहरा चाहिँ भत्किएको थियो। अनि अहिले चाहिँ फेरि यो नयाँ धराहरा यो पुनर्निर्माण भएको हो। अनि यहाँनिर सबै यो धराहरा चढ्ने मानिसहरूको लाइन हो, त्यहाँनिर तपाईँहरूले देख्नुभयो। अनि अहिले चाहिँ यो पुनर्निर्माण भएको हो र आधुनिक शैलीमा यो पुनर्निर्माण भएको छ। नयाँ धराहरा चाहिँ लगभग 22 तला जति हामी चढ्नुपर्ने, टोटल 22 तला जति छ र हामी चाहिँ 15-16 तला जति चाहिँ त्यसमा चढ्नुपर्ने हुन्छ। अन्डरग्राउन्ड पार्किङदेखि लिएर सबै गर्दाखेरि लगभग 22 तला जति छ। 15-16 तला हामी चढेपछि धराहराको टुप्पोमा पुग्ने रहेछौँ। अनि मैले उहाँ अङ्कलहरूलाई चाहिँ हिँडाएर पठाइदिएँ, अङ्कलहरूलाई चाहिँ लिफ्टमा पठाइदिएँ। अनि म चाहिँ यसरी यहाँबाट भर्याङबाट हिँडेर माथि जाँदैछु। भर्याङबाट हिँडेर जानु पनि एकदम रमाइलो रहेछ। माथिबाट मान्छेहरू आइरहने, तलबाट गइरहने, एकदम रमाइलो छ। अनि अङ्कल चाहिँ चढ्न नसक्ने हुनुभएको भएर मैले अङ्कललाई र अनि मेरो 2 जना विदेशी पाहुनाहरू हुनुहुन्थ्यो, उहाँहरू 3 जनालाई चाहिँ मैले लिफ्टमा पठाइदिएँ। यहाँबाट बाहिर पनि यति राम्रो भ्युज देखिने, यो बिचको भर्याङबाट आएको भएर बिचको पालबाट हेर्नलाई चाहिँ रमाइलो देखिने रहेछ। आज पहिलोचोटि म धराहरामा चढेको छु र धराहरामा मैले साथीहरूलाई लिएर आएको छु। हाम्रो विदेशी साथी पाहुनाहरू हुनुहुन्छ, उहाँ सिस्टरहरू मङ्गोलियादेखि आउनुभएको छ। ओयोन तुया उहाँ हुनुहुन्छ, ओयोन तुया। अनि ओयोन सेसेक उहाँ हुनुहुन्छ। अनि उहाँहरू चाहिँ मङ्गोलियादेखि। यहाँ मेरो अङ्कल पनि हुनुहुन्छ। अङ्कल, हाउ इज धराहरा? Very nice, very beautiful. I like it. I want to come again. Yes, I must come too. How is Dharaara? Dharaara is very happy in Kathmandu, Nepal. Very love people. I like People to are come very back. lovely, very nice. Come back. I mean, very nice, very original food, fruit, and vegetables. We want to come back again. We want to come back again. उहाँहरूलाई धराहरामा अनि नेपालमा पनि धेरै रमाइलो भइरहेछ। मङ्गोलियादेखि आउनुभएको छ। अनि यहाँको खानाहरू, यहाँको मान्छेहरू, सबै कुरा एकदमै राम्रो लाग्यो, एकदमै मन पर्यो भनेर भन्दै हुनुहुन्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नु होला, आफ्नो भनाइ, आफ्नो विचार राख्नु होला। र साँच्चै नै एकदम रमाइलो ठाउँ। धराहराबाट चाहिँ काठमाडौँ एकदम रमाइलो देखिने रहेछ। आज फर्स्ट टाइम म पनि धराहरामा चढेको हो। उहाँहरूलाई घुमाउने बाहनामा भए पनि म चाहिँ धराहरा आज पहिलोचोटि चढ्न पाएको छु। विदेशी नागरिकलाई चाहिँ 1000 रुपियाँ लाग्ने रहेछ, अनि हामी नेपाली नागरिकलाई चाहिँ 200 रुपियाँ लाग्ने रहेछ। जस धराहरामा एकदम रमाइलो भइरहेको छ। तपाईँहरू पनि एकचोटि जिन्दगीमा धराहरा चढ्नलाई आउनु होला साथीहरू। र धराहरामा आएर एकचोटि मजाले तपाईँहरू पनि घुम्न सक्नुहुन्छ। फाइनल्ली माथि चढेर यति राम्रो दृश्यहरू देख्न पाइरहेको छ साथीहरू। ल हेर्नुहोस्, पुणी खेल देखिरहेको छ, यता धराहरा सुन्धारा एरिया पुरै देखिरहेको छ, यता
यता पछाडिको एरियाहरू पनि हामीले हेऱ्यौँ जे होस् धेरै राम्रो धराराको माथि चढेर देखिने रहेछ अनि धरारा चाहिँ हाम्रो देशमा धरारा भनेको चाहिँ एउटा टावर मात्रै होइन यो अब सेतो टावर भनेर बालिनले नाम राखिदिएका छन् केपी ओलीले चाहिँ धरारा नै हो भनेर भन्नुभएको थियो तर यो धरारा चाहिँ एउटा इतिहास पनि हो नेपालको अनि नेपालीको साहस पुनर्निर्माणको एउटा प्रतीक पनि हो एउटा बनिसकेको छ धरारा नेपालमा फेरि दोबारा भनेर संसारले चाहिँ देख्न पाएको छ हामीले फेरि हेर्न पाएका छौँ जे होस् धरारा एकपटक अवश्य घुम्न आउनु होला सबैलाई आइसक्नु भएको छ भने त राम्रो कुरा हो र आउनुभएको छैन भने अवश्य एकपटक चाहिँ घुम्न आउनु होला सबैजना चाहिँ फोटोहरू भिडियोहरू खिच्न एकदमै व्यस्त छन् धराराको माथिको भागबाट देखिने एकदम मनोरम दृश्यहरू राम्रो दृश्यहरू त्यसपछि हामी यहाँबाट लिफ्टबाट तल जाने तयारी गर्दैछौँ अब यहाँ लिफ्टबाट बाहिर निस्किएपछि पछाडिको भाग यो पुरानो धराराको भत्किएको भाग पनि यहाँ बाँकी राखेको रहेछ यहाँबाट हेरेर धरारामा चाहिँ हजारौँ आन्तरिक र बाह्य पर्यटकहरू दिनहुँ यहाँनिर चाहिँ घुम्न आउने गरेका छन् र यहाँको गार्डनहरू अनि सबै कुराहरू एकदम रमाइलो रहेछ यहाँ चाहिँ यो माथि लिफ्टमा माथि जानेको लाइन हो आज चाहिँ एकदम लाइन कम छ भनेर यहाँ अरूले पनि भन्दै थिए अनि उहाँहरू सिस्टरहरू चाहिँ मङ्गोलियाको उहाँहरूको छोरीहरू जस्तै देखियो भनेर राम्रो लाग्यो भनेर उहाँहरूसँग बसेर फोटो खिच्न मन लाग्यो भनेर कुराकानी पनि गर्नुभयो फोटोहरू पनि खिच्नुभयो एकदमै रमाइलो उहाँ 2-3 सिस्टरहरू पनि हुनुहुँदो रहेछ अनि उहाँहरूले चाहिँ हाम्रो मङ्गोलियाको पाहुना सिस्टरहरूसँग कुराकानी गर्नुभयो त्यसपछि हामी यसरी घुमेर यहाँबाट बाहिर निस्क्यौँ भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद धरारा चाहिँ हाम्रो सबैको एउटा घुम्नलाई एकदमै उत्कृष्ट गन्तव्य हो एकचोटि तपाईँहरू पनि मौका मिल्यो भने आउनुहोला घुम्नुहोला सबैलाई धन्यवाद बाई बाई सी यू इन नेक्स्ट भिडियो